सबैभन्दा धेरै गाली खाने नेता चाहिँ को होला? अर्क सम्पान सबसे धेरै सबसे बढी गाली खाने केपी शर्मालाई माफ गर्नुभयो उहाँले जितिनु भयो उहाँले प्रधानमन्त्री भएर माफ गर्नुपर्ने ठाउँ गालीले माफ गराइदिनु भयो भने कतिसम्म सक्षम हुनुहुँदो रहेछ भन्ने कुरा यहाँबाट मूल्याङ्कन गर्नुहोस् न उहाँ कतिसम्म सक्षम व्यक्ति रहेछ भन्ने कुरा त यसरी थाहा हुन्छ हामी केपी शर्मा ओली खराब भन्थ्यौँ त्यो भन्दा पनि कति भन्ने कुरा त कमेन्टले बताउँछ र उहाँको गाली उहाँलाई बनाएका ट्रोलहरू उहाँलाई बनाएका त्यो एआईको चित्रहरू देख्दा त हेर्नुहोस् कति लाज मर्नु कति घिन लाग्छ छि जिउँदै मार्दै छन् कहिले नाकमा कपास त हो र कहिले बाँदर बनाइदिएछन् कहिले आची सबै यस्तो गर्दा पनि उहाँ किन नसचिनु भयो होला देशको लागि आएको मान्छे त अलिकति संयमित त बन्नु पर्यो नि मान्छेले भन्छन् क्या अहिले हर्क साम्पाङ धेरै तात्तिने अराजक हुने राजीनामा माग्ने धेरै बोल्नेको कारणले गर्दाखेरि यो ओली र प्रचण्डलाई चाहिँ हाइसन्चो भएको छ उता जाने गाली यतातिर आएको छ गाली ताङ्गियो एकदमै खुसी भएको हेर्नुहोस् गाली खानु भन्दा पनि देशको लागि आएको मान्छे हो हर्कजी धरानमा जनतालाई भएको समस्याहरू एउटा माध्यम बनाएर पठाएको हर्कजीले त्यो आफूले विचार गर्नुपर्ने उहाँले के पपुलरै हुनलाई यस्तो गर्नुभयो कि मलाई जनताले साथ दिन्छन् भनेर यसरी हरकत गर्नु भएको छ कि विरोध मात्रै जनाइदिनु भएको छ कि यो पनि गलत हो आफू के हो भन्ने कुरा सबभन्दा पहिला बुझ्नुहोस् तपाईलाई 3 करोड जनताले मेसेज गर्छन् 3 सिट दिन्छन् 1500ले फोन गर्छन् जम्मा 3 सिट आउँछ पनि मलाई जनताले नै विश्वास गरेका छैनन् म किन यति उभिरहेको छु अहिले केपी शर्मा ओली प्रचण्ड र शेरबहादुर देउवाको त नाम कहाँ हो हर्कजीको नाम गालीमा A1 नम्बर 1 मा उहाँ हाम्रो प्रधानमन्त्रीमा बालेन शाह नम्बर 1 सम्मानमा गालीमा सम्मानमा सबभन्दा नम्बर 1 अहिले हर्क साम्पाङजी त्यस्तो छ हजुर सबैभन्दा बगैँचाका सुन्दर फूल मध्येका एउटा फूल हजुर स्वच्छ व्यक्ति हजुर गोपी हमाल के कुटे खानुपर्ने मान्छे हुन् एकदम नै होइन यो गलत गर्नुभयो व्यक्तिलाई कुट्ने जनतालाई हेर्दाखेरि यो के जनताले विकास चाहेका त्यो सबै जनतालाई दुःख नभन्नुहोस् है दोष नलाउनुहोस् किनभने हुम्लाका जनता सबैले फिट्न आउनु भयो होइन जनता कुट्न आउने जनता झोले हुन् मासुभातमा बिकेर पैसामा बिकेर आएका यिनीहरू हुन् यस्ता व्यक्तिलाई चाहिँ लगेर सरकार थुन्दे जसले विकास चाहँदैन देशमा अनि विकास भएन भनेर आवाज उठाउने विकास गर्न आएन भने अनि आफू नेताकै झोला समातेर हिँड्छन् भने यिनीहरू विकास प्रेमी होइन यिनीहरू देशद्रोही हुन् 6 जना भन्दा बढी घाइते भएका छन् सांघातिक आक्रमण भएको छ 4 जना सिकिस्त घाइते छन् उहाँको ज्यान जोखिममा छ मरासन नहुने हो यस्तो उनीहरूलाई जेलमा केस लगाएर सरकार लगेर जेलमा खोज्दै यस्ता व्यक्तिलाई किनभने देशमा विकास गर्छु भनेर कोही व्यक्ति विकास प्रेमी व्यक्ति कुनै पनि उतार्न र पछार्न पक्कै पनि गएको होइन त्यहाँ सीमा विवाद अन्त्य गर्न भनेर र त्यहाँ विकास गर्नुपर्छ भनेर गएका एउटा व्यक्तिको त्यसरी मडसान्य अवस्थामा पुर्याइन्छ भने त्यस्ता व्यक्तिलाई छोड्नु हुँदैन सरकार जेल खोज्दै किनभने विकास नचाहने यिनीहरू अराजक हुन् यिनीहरू देश भण्डुवा हुन् देश बेचुवा हुन् यस्ता व्यक्तिलाई छोड्नु हुँदैन